हेलो गाइज वेलकम टु माई न्यू ब्लग आएको सन्चै चला म पनि सन्चै छु। सुरज ब्लग एटेर आइसकेको छ फेरि हजुरको माझमा चस्मा लाएर टक्क ढल्काउँदै होइन। अनि सबैजना सन्चै हुनुहुन्छ होला। आजको भ्लग चाहिँ हाम्रो एकदम दामी हुँदैछ। साथीहरूसँग भेटघाट भइसकेको छ गाइज। ल हेर्न सक्नुहुन्छ एउटा साथी ल पानी चेस अनि भान्जोलाई हेर्न सक्नुहुन्छ ऋतिक ब्लग है ऋतिक ब्लग ल ऋतिक ब्लग सब्सक्राइब गरिदिनु होला प्लिज। अझै हामी चट्ट जान लागेको मध्याह दिउँसोको 2 बजिसकेको छ गाइज। हेर्न सक्नुहुन्छ मौसम घाम लागिरहेको छ चट्ट लाएर। हामी चाहिँ भेटघाट चोकमा छौँ। अब हामी चाहिँ यहाँबाट हिँड्छौँ कतिखेर पुग्छौँ कहाँ पुग्छौँ भन्ने कुरो हजुरलाई देखाउँछौँ है त। ल है त ल है हामी चट्ट हिँडिसकेका छौँ गाइज। हेर्न सक्नुहुन्छ हाम्रो ऋतिक ब्लगलाई हेर्न सक्नुहुन्छ ऋतिक ब्लग। अनि त्यसपछि हाम्रो पछाडि चाहिँ भान्जोहरू छन् अनि साथीहरू छन् होइन। बच्चा भाइ पेट्रोलै खाने गाइज है। पपुलर राइडर पड्कियो बल्ल बल्ल मजा आयो नि गाइज। म चाहिँ अगाडि हिँडेर चट्ट सक्नु छ यार। केटा लास्टै ढिलो हिँड्ने जस्तो लाग्यो क्या। रेस परिसकेको छ गाइज रेस परिसकेको छ गाइज रेस परिसकेको छ। ऋतिक ब्लग्स फायर फायर हुँदैन एउटा
डिग्री गरिसक्यौँ गाइज हेर्नुहुन्छ चट्ट होइन आइसक्यो गाइज ठोक्यो कच्ची रहेछ है गाइस बाटो त अब फेरि खै कहाँ हो र टुल्स हो तिमी बाइकमा छैन छैन मेरो छैन मैले टुल सुल्स केही बोक्दिनँ किनकि केही हुन्न नि त मेरो बाइक स्कुटर ल बसन्ती अब हल्का स्क्राच खाइसकेको छन् हेर्न सक्नुहुन्छ अब ऋतिक सर चाहिँ टेन्सनमा परिसक्नु भएको छ ल हेर्न सक्नुहुन्छ उतापट्टि के अरे यो हो रिसोर्ट गएर रौ गयो हेर्न सक्नुहुन्छ चट्ट चाहिँ वासस्थानमा आइसक्यो म अरे खासमा
बसन्ती त्यहीँ राखिदिने हेर्न सक्नुहुन्छ रिसोर्ट आइसक्यो हामी गाइज अलि यहाँ अलि उमा राख्नुपर्छ क्या यार कि यहाँ कतिवटा केटीहरूको मेसेज आउने यति गर्छ ल हाइपर चलाखान केटाले हामी कसले हो इन्ट्रीको 1080 मा हाल्ने कि किचन का खै आउँछ पकाउनु यसो बन्द छ यार केटा है त्यो दिन बन्द हो कि खुल्लै कार्यक्रम गर्न ठाउँ खुल्ला हैन के छ ल फेरि किन लाइसक्यो ल ग्याङ ल ग्याङ हामी फाइनली रक रिसोर्ट आइसक्यो अनि यता छन् हाम्रो भ्लगर बोयलाई एकदम सपोर्ट हानिदिनु होला ग्याङहरू हामी चाहिँ एकदमसँगले बाइक कुदाइन्छ तर नराम्रो कमेन्ट नगर्नु होला एकदम केयरफुल भएर कुदाइन्छ त्यही होला ट्याक्क राइट सेफ राइट सेफ बी केयरफुल धन्यवाद सर ल्याउनु त फोन उता अनि हाम्रो ऋतिक भ्लगलाई नि एकदम धेरै सपोर्ट गरिदिनु होला सपोर्ट त भइसकेछ त्यही पनि त्योभन्दा धेरै गरिदिनु होला मलाई सपोर्ट गरिदिनु होला मेरो मान्छे पनि उता गइदिनुहोस् उताको मान्छे यता आइदिनु सपोर्ट भनेको अब सबैलाई गर्नुपर्ने होइन नेपाली भएपछि हो यति त गर्नु पऱ्यो अब रिसोर्ट चाहिँ अब देखाउनु भनेको यति नै है त्यस्तै हो अब हेरिसक्नु भयो होला खरको छाना देखिसक्नु भयो होला ल गाइज हामी चाहिँ अब केही नास्ता पानी केही गर्दैन साथीको कल आयो अरे अङ्कल हो कि को अङ्कल हो को अरे ठुलो आइसक्नु भएको छ अरे भिमा ल भिमा त प्लस 14 प्रो म्याक्स पनि आउँदैछ गाइज ओ माई गड केही एडिट सिडिट यताउति सिक्न सक्नुहुन्छ हाम्रो साथीसँग विराज सर हुनुहुन्छ हाम्रो एडिट सिडिट केही सिक्न सक्नुहुन्छ भने के अरे लिङ्क राखिदिन्छु म चट्ट अब सट्ट पैसा गरेर सट्ट 1080को के अरे क्वालिटी सहित खतरा खतरा फोटो भिडियो गर्न सक्नुहुन्छ त हजुर विमाद के खान्छ नि तिम्रो काम छ हाम्रो के काम छ र अनि हो तिम्रो ठुलो आखानाहरूको आखान र ल लास्टै भइसक्यो थ्याङ्क यू फर भिजिट अरे आउनु मात्रै भयो यार यस्तै भिजिट भनिदियो हावा भिजिट भनिदियो थिएँ लगाइ हामी निस्किसक्यौँ अब चाहिँ यता बरु यहीँ बरु शीतल रहेछ यार नि त त्यहाँ भन्दा यता सुतिहान बसन्ती यता सर उठिहान भयो लगाइ जब हामी हिँड्ने खासै यहाँ बन्द पनि भयो रहेछ कोही पनि रहन्छन् एक दुईजना दाइहरू मात्रै रहेछन् चट्ट भ्यू हेर्न सक्नुहुन्छ कस्तो दामी आज खतरा घाम लाग्यो टक्कै यहाँ छ अब हामी चाहिँ हिँड्न लाग्यो साथीको कल पनि आयो अरे अङ्कलको अनि त्यसपछि हामी हिँड्न लाग्यो ल अब घर पुगेर भेटौँ एकैचोटि है त गाइज ल ब्लग चाहिँ हाम्रो टक्क लाएर भोलि आउँछ है साथी चाहिँ अब यहाँ जाने अरे अझै छुट्टिन्छ हामी चट्ट लाएर छिटै आइयो हामी चाहिँ कहाँ जाने विराज भिडियो बनाउन कहाँ जाने रे बोक्सान हो जाने हो ओके टिम पनि सेफ राइट चरो चरो नभन् तिमी सेफ राइट भने फेरि चरो भन्छ ल भाइ साथी बाई ल हामी कहाँ जान्दैन अब जाम बो मास्ति जाम
हाम्रो रिसोर्ट घुमेर आएको यार रिसोर्ट घुमेर क्या यहाँ हो कि माथि हो सक्छस् झार्न के हो ए यो नि दाना ल अहिले पछि भेटौँ फाइनली हामी घर आइसक्यौँ अनि चट्ट गइयो घाम थियो गर्मी थियो अनि खासै खुलेको पनि रहन्छ रिसोर्ट खासै राम्रो त रहन्छ हल्का डेकोरेसन चाहिँ गरेर अहिले पहिला चाहिँ त्यतिकै बन्द भएको थियो ठिकै हो अब राम्रै हो गर्नु थालेपछि राम्रै होस् भन्ने हाम्रो चाहना हो होइन ल हामी चाहिँ घर आइसक्यो जस्तो भयो नि भ्लग अब बेलुका भोलिसम्म आउँछ बेलुका एडिट गर्छु अनि त्यसपछि हजुरहरूलाई हेर्नु सक्नुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला है ल यति भन्दै अहिले चाहिँ बिदा हुन्छु हस्त धन्यवाद बाई बाई जय नेपाल